बाँदरहरूको हुलमा चिम्पान्जी के अर्को बालेन शाह विरुद्ध यहाँ नेपाल तरुण दल नेपाली काङ्ग्रेसले पनि विरोध जनाएको छ। अहिले हामी माइतीगढको ताजा अवस्था देखाइरहेको छ, हेर्न सक्नुहुन्छ। यो र्याली यो कार्यक्रम सुरु हुनै लागिरहेको छ। यहाँ झन्डाहरू, यहाँ अगाडि ब्यानरहरू हामीले अहिले माइतीगढको ताजा अवस्था देखाइरहेको छ। अगाडि ठुलो कार्यक्रमहरू भइरहेको छ र यहीँनिर पनि नेपाली काङ्ग्रेसले शान्तिपूर्ण कार्यक्रम गरिरहेको छ। हामीले चाहनुहुन्छ चाहिँ के अब चाहिँ यो उहाँले चाहिँ यो बोलीको यो विषयमा के उहाँ चाहिँ प्रश्न पारिदिनु पऱ्यो, त्यति चाहनुहुन्छ। राजीनामा चाहिँ प्रश्न राजीनामै दिनुपर्छ यो विषयमा। यदि यो कुरा गलत छ भने होइन, आम नेपाली जनताको उसमा चाहिँ आँचाउने कुरा उहाँले गर्नुभएको छ भने, गलत छ भनेपछि गलत महसुस गरेको कुरामा चाहिँ उहाँले जिम्मेवारी पदबाट राजीनामा दिनुपर्छ। यदि त्यो कुरा साँचो भयो भने चाहिँ के गर्नुहुन्छ? साँचो भयो भन्ने कुरामा चाहिँ हामीले चाहिँ अब त्यस कुरा चाहिँ मनन गर्छौँ। तरुण दल नेपाली काङ्ग्रेसले अहिले माइतीगढमा शान्तिपूर्ण र्याली निकालिसकेको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ। बालेन शाहले केही दिन अगाडि मात्र नेपालले उल्टो भारतको सीमा मिचेको छ भनेपछि अहिले देशभरि आन्दोलन एउटा बालेन शाहलाई राजीनामा दे भनेर पनि नाराबाजी चर्किरहेका छन्। अहिले हामीले यो माइतीगढ मण्डलको ताजा अवस्था हामीले हजुरलाई देखाइरहेका छौँ। अहिले नेपाली काङ्ग्रेस तरुण दलले पनि श्रममा र्याली निकालेको छ र विरोध सभा गरिरहेको छ। अहिले माइतीगढ मण्डलको ताजा अवस्था हामीले हजुरलाई देखाइरहेको छ, हेर्न सक्नुहुन्छ। माइतीगढ मण्डलमा विरोध गरिरहेका छन्। बालेन शाहले केही दिन अगाडि मात्र सदनमै गएर नेपालले पनि भारतको सीमा मिचेको छ भनेपछि अहिले देशैभरि बालेन शाहको चर्को विरोध भइरहेको छ। बालेन शाह अनि माननीयलाई त अनि बाँदर भन्ने त अनि त्यहाँ बाँदरको हुल देखेन, त्यहाँ बाँदरको हुलमा एउटा चिम्पान्जी पनि के अझ को त्यो चिम्पान्जी ठ्याक्कै दारी पालेर कालो चस्मा लाएर कालो लुगा लाएर बसेको त्यो चिम्पान्जी देखेन त्यहाँ? नाम भन्दैन, नाम बाँदरहरूको हुलमा चिम्पान्जी अगाडि होइन, प्रश्न सोध्यो, उत्तर दियो, अनि चिम्पान्जी हिँडिहाल्यो। अनि त्यस्तो तान्ने हुन्छ। ल्याउन केही पनि कसले दिनु भनेको दिएकै छैन। अनि आफूले कपाल काट्ने पैसा छैन 200, नत्र त कपाल काटेर हिँडिहाल्यो नि। पैसा नभएर त नकाटेको साँच्चीको भन्ने हो भने के अनि के त के साँच्ची हो नि? त्यो देशको लागि आएको लिम्बू धुरा त्यहाँ मिसेको भनेर विवादको कुरो मात्रै निकालेको छ चिम्पान्जीले होइन। त्यो चिम्पान्जीले चाहिँ नि देश चाहिँ नि फिर्ता ल्याउनु पऱ्यो क्या, देश बेच्ने होइन। चिम्पान्जीले देशलाई चाहिँ फिर्ता ल्याउने, आफ्नो सीमा सुरक्षा गर्ने होइन, सीमामा बिओपी स्थापना गर्ने। अनि हो त सम्माननीय हो नि, सम्माननीय प्रधानमन्त्रीज्यू। त्यस्तो भन्दैन अनि चिम्पान्जी पनि हुन्छ हो त्यस्तो भन्नु न। अनि कहाँ हजुरले हर्क साम्पान कस्तो लाग्छ नि? हर्क साम्पान एकदम ठिकै छ, अलिक टेढे छ कि। कस्तो टेढे भन्नाले? पल्टिने अब त्यो प्वाइन्ट पनि लुज लाएर आउने होइन, अनि खालि प्वाइन्ट मसार्नु पर्ने, कहिले टेबुल मसार्नु पर्ने होइन। अब त्यसरी हिँडिरहेछ कि त्यो भएर हर्क बात हुन्छ कि अझ। नमस्कार दर्शक महानुभावहरू, यतिखेर हामी माइतीगढ मण्डलमा उपस्थित भएका छौँ। बालेन शाह विरुद्ध यहाँ नेपाल तरुण दल नेपाली काङ्ग्रेसले पनि विरोध जनाएको छ। अहिले हामी माइतीगढको ताजा अवस्था देखाइरहेका छ, हेर्न सक्नुहुन्छ। यो र्याली यो कार्यक्रम सुरु हुनै लागिरहेको छ। यहाँ झन्डाहरू, यहाँ अगाडि ब्यानरहरू हामीले अहिले माइतीगढको ताजा अवस्था देखाइरहेको छौँ। अगाडि ठुलो कार्यक्रमहरू भइरहेको छ र यहीँनिर पनि नेपाली काङ्ग्रेसले शान्तिपूर्ण कार्यक्रम गरिरहेको छ। हामीले हजुरलाई देखाइरहेको छ, अहिले हेर्न सक्नुहुन्छ। मन दुखिरहेको अवस्थामा चाहिँ तपाईँले चाहनुहुन्छ चाहिँ के अब चाहिँ यो उहाँले चाहिँ यो बोलीको यो विषयमा के उहाँ चाहिँ प्रश्न पारिदिनु पऱ्यो, त्यति चाहनुहुन्छ। राजीनामा चाहिँ प्रश्न राजीनामै दिनुपर्छ यो विषयमा। यदि यो कुरा गलत छ भने होइन, आम नेपाली जनताको उसमा चाहिँ आँचाउने कुरा उहाँले गर्नुभएको छ भने, गलत छ भनेपछि गलत महसुस गरेको कुरामा चाहिँ उहाँले जिम्मेवारी पदबाट राजीनामा दिनुपर्छ। यदि त्यो कुरा साँचो भयो भने चाहिँ के गर्नुहुन्छ? साँचो भयो भन्ने कुरामा चाहिँ हामीले चाहिँ अब त्यस कुरा चाहिँ मनन गर्छौँ। तपाईँलाई के लाग्छ त नेपालले भारतको भूमि अथेन्टिक यसको चाहिँ अथेन्टिक मान्छे पनि हुनुहुन्छ, तरुण दल नेपाल तरुण दलको अध्यक्ष पनि हुनुहुन्छ। अध्यक्षलाई सोद्धा अझै जायज हुन्छ। तपाईँ अध्यक्षज्यूसँग चाहिँ एकचोटि कुरा गर्नुहोस्। अध्यक्षजी कहाँ हामीले अहिले हजुरलाई देखाइरहेका छौँ। नेपाल तरुण दल नेपाली काङ्ग्रेसले अहिले माइतीगढमा शान्तिपूर्ण र्याली
निकालिसकेको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ बालेन शाहले केही दिन अगाडि मात्र नेपालले उल्टो भारतको सीमा मिचेको छ भनेपछि अहिले देशभरि आन्दोलन एउटा बालेन शाहलाई राजीनामा दे भनेर पनि नाराबाजी चर्किरहेका छन्। अहिले हामीले यो माइतीगढ मण्डलको ताजा अवस्था हामीले हजुरलाई देखाइरहेका छौँ। अहिले नेपाली काङ्ग्रेस तरुण दलले पनि सरमा र्याली निकालेको छ र विरोध सभा गरिरहेको छ। अहिले माइतीगढ मण्डलको ताजा अवस्था हामीले हजुरलाई देखाइरहेको छ, हेर्न सक्नुहुन्छ। अहिले माइतीघरमा विभिन्न कार्यक्रमहरू भइरहेका छन्, हामीले हजुरलाई देखाइरहेको छौँ, यहाँ हेर्न सक्नुहुन्छ। एउटा मात्र कार्यक्रम भने यहाँ दर्जनौँ कार्यक्रम फरक फरक समूहहरूले अहिले माइतीगढ मण्डलमा कार्यक्रम गरिरहेका छन्, हामीले हजुरले देखिरहेका छौँ। अहिले हेर्न सक्नुहुन्छ विभिन्न समूहहरू व्यक्तिहरू आएर अहिले माइतीगढ मण्डलमा विरोध गरिरहेका छन्। बालेन शाहले केही दिन अगाडि मात्र सदनमै गएर नेपालले पनि भारतको सीमा मिचेको छ भनेपछि अहिले देशैभरि बालेन शाहको चर्को विरोध भइरहेको छ। बालेन शाह हाइहाई भएका थिए भने अहिले बालेन शाहलाई एकदम नै राजीनामा दिनैपर्छ भनेर माग गरिरहेका छन् र यहाँ विभिन्न कार्यक्रम भइरहेका छन्, हामीले हजुर देखिरहेको छ, हेर्न सक्नुहुन्छ। अनि माननीयलाई त अनि बाँदर भन्ने त अनि त्यहाँ बाँदरको हुल देखेन, त्यहाँ बाँदरको हुलमा एउटा चिम्पान्जी पनि के अझ को त्यो चिम्पान्जी ठ्याक्क दारी पालेर कालो चस्मा लाएर कालो लुगा लाएर बसेको त्यो चिम्पान्जी देखेन त्यहाँ? नाम भन्दैन, नाम बाँदरहरूको हुलमा चिम्पान्जी अगाडि होइन, प्रश्न सोध्यो उत्तर दियो अनि चिम्पान्जी हिँडिहाल्यो। अनि त्यस्तो तान्ने हुन्छ। ल्याउन केही पनि कसले दिनु भनेको दिएकै छैन। अनि आफूले यो टी सर्ट आफूले लाउनुपर्छ, लुगा आफूले लाउनुपर्छ, अनि यहाँ कपाल काट्ने पैसा छैन 200, नत्र त कपाल काटेर हिँडिहाल्यो नि। पैसा नभएर त नकाटेको साँच्चै भन्ने हो भने के अनि के त के साँच्चै हो नि त्यो अनुसार हो। त्यो चाँदी त काट्नुपर्ने हो। एक तोलामा एक गेडी एक खाना कम हो कि अनि गएकै अनि यो बेचेर के चिम्पान्जीको दारी काट्न दिने थियो सदनको बाँदरहरूको हुलको चिम्पान्जीलाई ल मेरो कपाल काट्ने थियो। अनि कहाँ कपाल काटेर हुन्छ त? अनि देशको लागि आएको छ लिम्बू धुरा त्यहाँ मिसेको भनेर विवादको कुरो मात्रै निकालेको छ चिम्पान्जीले होइन। त्यो चिम्पान्जीले चाहिँ नि देश चाहिँ नि फिर्ता ल्याउनु पऱ्यो क्या, देश बेच्ने होइन। चिम्पान्जीले देशलाई चाहिँ फिर्ता ल्याउने, आफ्नो सीमा सुरक्षा गर्ने होइन, सीमामा बिओपी स्थापना गर्ने, त्यो अनुसार चाहिँ जानु पऱ्यो क्या। बाँदरहरूको हुलको चिम्पान्जीले चाहिँ त्यो काम गर्नु पऱ्यो क्या, त्यसरी जानु पऱ्यो क्या। मैले आफ्नो देशको प्रधानमन्त्रीले माननीय शब्द प्रयोग गर्नुभएको छ, चिम्पान्जी भन्नु हो त? माननीय हो त, सम्माननीय हो नि, सम्माननीय प्रधानमन्त्रीज्यू हो। त्यस्तो भन्नु न, अनि चिम्पान्जी पनि हुन्छ हो त्यस्तो भन्नु न। अनि कहाँ अनि माननीय भन्छ? अब स्नेक बाइट हान भनेको उल्टो स्नेकले चाहिँ बाइट हान्ला जस्तो कुरो भयो क्या यहाँ। हजुरले हर्कुवा साम्पान कस्तो लाग्छ नि? हर्कुवा साम्पान एकदम ठिकै छ, अलिक टेढे छ कि। कस्तो टेढे भन्नाले? पल्टिने अब त्यो प्वाइन्ट पनि लुज लाएर आउने होइन, अनि खालि प्वाइन्ट मसार्नु पर्ने, कहिले टेबल मसार्नु पर्ने होइन। अब त्यसरी हिँडिरहेछ कि त्यो भएर हर्का बात भन्दै कि अझ आउट बात इजम भन्दै चमेलीको त अब त्यो अब चमेली गीत पनि छ, अर्को चमेली भनेर कुरो पनि निस्किरहेछ कि। खास अब त्यो अब चमेलीको विषयमा चाहिँ अब फुल पनि छ कि। अनि त्यो अनुसार त्यो सदनमा भनेको र त्यो बाहिर भनेको कुरो छ होइन। अनि बाहिर भन्दाखेरि त अब चमेली अहो हो रे होइन, के नै होइन भने जस्तो भयो। अब सदनमा गएर चाहिँ त्यहाँ हेर्नु नि, त्यहाँ अब सदनमा चाहिँ के अनि त्यो रैला गर्ने ठाउँ हो त होइन। संविधान बनाउने ठाउँ, कानुन बनाउने ठाउँमा बसेर शिक्षकले पढाइरहेछ अरे विद्यार्थीलाई। अन्त त्यही भएर त मैले नि चिम्पान्जी एकजना छ बाँदरहरूको हुलमा भनेको कि। अनि त्यस्तो नि हुन्छ त। अनि संविधान अब देशकै मूल कानुनमा टेकेर बसिरहेछ सदनमा, उहाँ अब उनीहरू त अब शिक्षक र विद्यार्थी भइरहेको छ यहाँ भनेर हिँडिरहेछ। यस्तो बाँदरहरू छ क्या, बाँदरहरूको हुलमा चिम्पान्जी क्या, अर्को त्यो भइरहेछ क्या। हस्, धन्यवाद।